तालहरु चाहिँ बबालै रहेछ क्या। अब यहाँ परको भ्यू चाहिँ यस्तो खतरा देखिरहेछ ल, बबाल देखिरहेछ ल। यहाँबाट चाहिँ यस्तो तिर उडिरहेछ ल। हेलो गाइज, अब चाहिँ हामी ट्याक्क लाएर रुमबाट निस्किनु आँटेको होइन। आज चाहिँ हामी लेक साइड जाँदैछौँ। अब के कस्तो हुन्छ तपाईँहरू हेर्नु होला। यहाँ चाहिँ हामी रुमबाट अब घुम्नको लागि रेडी भइसक्यो। हाम्रो चाहिँ गाडी पनि बुक भइसकेको छ अनि गाडी चाहिँ अब आइसक्यो होला सायद होइन, कतितिर डक्कसँगले अब हेरौँ ल। यता चाहिँ साथीको बाबा अनि उता चाहिँ मम्मी अनि यता चाहिँ म। अब चाहिँ हामी ट्याक्कसँगले जाँदैछौँ लेक साइड घुम्नको लागि होइन। यस्तो बवाल गर्नुपर्छ होइन। हाम्रो गाडी चाहिँ आइसक्यो है गाइजहरू। अब यता हामी चाहिँ चक्क घुम्नको लागि होइन। हाम्रो गाडी देख्न सक्नुहुनेछ ल। अब चाहिँ टक्क ल अनि गाडीभित्र जाँदैछ ट्याक्कसँगले चाहिँ बवाल तरिकाले। अटिन्छ ठिक छ ल। हामी चाहिँ गाडीमा बसिसक्यौँ होइन। अब चाहिँ हामी लेफ्ट साइड जाने है गाइज। हाम्रो चाहिँ अब घुम्ने कार्यक्रम हुँदैछ अहिले चाहिँ होइन। ट्याक्क लाएर ल। हेलो अहिले चाहिँ टक्कसँगले हामी तालमा छौँ होइन। अनि कस्तो देखिरहेछ है त। अब 1 घन्टाको हामीले चाहिँ कति 1200 रुपियाँ लिँदो रहेछ गाइजहरू होइन। यस्तो फर्स्ट टाइम चढिरहेछ अनि कस्तो भइरहेछ। हल्का डर पनि लाग्दो रहेछ। कस्तो लागिरहेछ भन्नु त। ठिकै छ यता ठिक छ है। के को डर लाग्छ। यहाँको त जो तालहरू चाहिँ बवालै रहेछ क्या। अब के भन्ने, यो भ्यू पनि बवाल क्या। त्यो हेरेरै नभ्याउने खालको समुद्र जतिकै रहेछ। अनि कस्तो आयो क्या, यस्तो तरिकाले जाने हो क्या। अब यहाँनिर अब यहाँ परको भ्यू चाहिँ यस्तो खतरा देखिरहेछ ल गाइजहरू होइन। ट्याक्क लाएर यस्तो छ। बवाल देखिरहेछ ल यहाँबाट चाहिँ। आमामा यस्तो बवाल छ नि। तल छ ल, तल बवाल छ है। केही बोलौँ न त ल भ्लगमा के बोल्नु ल। यता हेरिदिनु पऱ्यो क्या क्यामेरामा। हेलो हेलो ल तपाईँहरूलाई देखाउँछु होइन। ल यो ताल चाहिँ यस्तो ठुलो छ। यो भनौँ न यो हेरेरै सक्दैन क्या। यो यत्रो ठुलो ताल छ हेर्नुहोस्, देख्न सक्नुहुन्छ है। यो क्यामेराले पनि भ्याउँदैन, आँखाले पनि भ्याउँदैन। यो जति हेऱ्यो त्यति नै ताल त्यति धेरै ठुलो रहेछ होइन। फर्स्ट टाइम आइरहेको छु म चाहिँ। सारङकोटको डाँडा रहेछ होइन। त्यहाँ पनि अब जानुपर्छ है। अनि त्यो अरे त्यहाँनिर चाहिँ। अनि यहाँ चाहिँ अहिले म समुद्रको माथि ट्याक्क होइन, तालको माथि चाहिँ टक्कसँगले हेर्नुहोस् कस्तो डर लाग्दछ यहाँ मुनि चाहिँ होइन। उभिएर अनि बब्बाल भइरहेछ ल गाइज। उभिएर नि यस्तो खतरा हुने रहेछ यार। आमामामामामा कस्तो उभिनै गाह्रो हुँदो रहेछ यार। लडिन्छ कि जस्तो हुँदैछ यार। डर लाग्दो रहेछ यार उभिँदा त। ल तपाईँहरूलाई म देखाउँदैछु होइन। यहाँको तालको चाहिँ सबै एरिया चाहिँ खतरा नै छ है गाइजहरू ल। नाइस गाइज, नाइस नाइस छ, नाइस यार, नाइस 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 ओभर नाइस। यस ल अगाडि चाहिँ सर्ट लाएर है यस्तो तिर उडिरहेछ ल।